Hello Hello everyone, everyone, it's me welcome back Lakshmi to my Karki channel. and welcome back So to my guys, मैले channel. चाहिँ यो भिडियो मैले चाहिँ आज 5 वर्ष अगाडि एकदमै मेरो लास्ट भिडियो अपलोड गरेको थिएँ हैन। अनि मैले हिजो सर युट्युबमा हेर्दाखेरि चाहिँ मैले त्यो मेरो भिडियोहरू हेर्दाखेरि चाहिँ मलाई फेरि भिडियोजहरू बनाउन मन लाग्यो, युट्युबमा हाल्न मन लाग्यो। त्यही भएर मैले चाहिँ फेरि आजदेखि चाहिँ भ्लग्सहरू बनाउनलाई चाहिँ स्टार्ट गरेँ र म आजदेखि चाहिँ फेरि रेगुलरली युट्युबमा भिडियोजहरू पनि हाल्छु हैन। सो अहिले चाहिँ मसँग धेरै कन्टेन्टहरू पनि हुन्छ, त्यही भएको भएर पनि मलाई एकदम सजिलो हुन्छ। अनि आज चाहिँ म हाम्रो असन महाबौद्ध जाँदैछु, किनभने सामानहरू लिनको लागि हैन। हाम्रो चाहिँ कपडा पसल छ, सो कपडा पसल मा त यतिकै नै एभ्री विक हामी सामानहरू लिन गइ नै रहेको हुन्छौँ। सो आज चाहिँ मेरो अलिकति अर्को सानो एउटा अर्को बिजनेस पनि स्टार्ट गरौँ भनेर चाहिँ म यसो सामानहरू हन्टिङको लागि गइरहेको थिएँ। तर म यति चाँडै पुगेँ नि, त्यहाँ पुरै महाबौद्धको रोडहरूभित्र असनको बाटोहरू चाहिँ बन्द थियो है। त्यही पनि मैले चाहिँ बिहानको भ्यू एकदम इन्जोय गरेँ, किनकि एकदम बिहानको भ्यू चाहिँ प्राय देखिँदैन थियो कि, प्राय ढिला ढिलै हतार हतार भइरहन्छ सामान किन्नलाई हैन। अनि सामान किन्दा सिन्दा यताउता गर्दा त्यस्तो मतलबै हुँदैन अरू। तर आज चाहिँ एकदम चाँडो आएको भएर पुरै खाली सटरहरू, पुरै त्यहाँ असनतिर त अझ यस्तो अर्कै दुनियाँको मार्केट हुँदो रहेछ कि बिहान बिहानै थाहा नि थिएन। अनि त्यसपछि पहिला चाहिँ म मेरो पुरानो भएको पसलको लागि सामानहरू लिन्छु भनेर मैले यो झोलाहरू, प्लास्टिकको झोलाहरू लिएँ हैन। किनकि अरू त्यो असनतिर मैले जुन सानो बिजनेस भनेको छु नि, त्यो चाहिँ असनतिर पाउँथेँ सामानहरू हैन। सो त्यतातिर चाहिँ अहिले पछि यता सामान किनिसकेर जान्छु भनेर म चाहिँ पहिला सामानहरू सबै किनिसकेँ है पसलको लागि चाहिने। सो तपाईँहरूले मेरो भिडियो हेरिसकेपछि थाहा पाइसक्नुभयो होला मैले के सानो बिजनेस भनेको भनेर हैन। हो, मैले चाहिँ यो रेन्टल बिजनेस, सानो एउटा रेन्टल बिजनेस स्टार्ट गरौँ कि भनेर चाहिँ सोचिरहेको थिएँ। किनकि हाम्रो चाहिँ एकदम बेबी प्रडक्टहरूको पसल हो हैन। बेबी प्रडक्टहरू, बेबीको कपडादेखि लिएर चप्पल यताउता हामीले बेबीकै धेरै गरेर आउँछौँ। सो अब यो पास्नीको यो रेन्टल, यो पास्नी डेकोरेसन, यो पास्नी उहरूको चाहिँ अहिले एकदम चलिरहेछ नि त। सो ट्रेन्ड भइरहेको बेलामा, यो बेलामै आफूले गरिरहेकै कामलाई अलिकति एक्सपान्ड गर्दाखेरि के हुन्छ भनेर चाहिँ मैले सानो एउटा बिजनेस स्टार्ट गर्दैछु। अनि मैले चाहिँ सामानहरू मजाले किनेँ। अनि त्यसपछि मैले चाहिँ यो सामानको लागि चाहिँ धेरै बजेट चाहिँ छुट्याएको थिइनँ, थोरै बजेट थियो। सो थोरैबाट नै स्टार्ट गरौँ, राम्रो भयो भने पछि फेरि एक्सपान्ड गर्दै जाउँला भनेर चाहिँ मैले चाहिँ थोरै नै गरिरहेको थिएँ। थोरैकै सपिङहरू गरेर थिएँ, सामानहरू लिइरहेको थिएँ। किनकि धेरै ठाउँमा बुझ्नु पऱ्यो हैन, कति प्राइसिङहरू फरक हुँदो रहेछ, अनि कति धेरै सामानहरू चाहिने फेरि। अनि कति डेकोरेसनहरू चाहिँ मलाई आफै पनि गर्न मन थियो कि। सो आफूले गर्न सक्दिनँ जस्तो भनेको, सक्दिनँ जस्तो लागेको सामान चाहिँ मैले किनेको थिएँ भने आफूले गर्न सक्छु भनेको सामानहरू चाहिँ मैले यसरी गएर पसलमा गएर किनेको थिएँ कि। सो यो चाहिँ लेसहरू हो हैन। डेकोरेसनको लागि चाहिँ लेसहरू एकदमै युजफुल हुन्छ। अनि एकदम यिनीहरूले चाहिँ डिजाइन एकदम इन्हान्स पनि गराउँछ। सो मैले चाहिँ यहाँबाट लेसहरू लिएँ यो पसलबाट। अनि लेसहरू चाहिँ मलाई एकदम मनपर्छ कि, फेरि यो लेसहरू केहीमा कपडाहरूमा आफूलाई हाल्नलाई यताउता गर्न एकदम मनपर्छ हैन। सो म चाहिँ धेरै बेर त्यो पसलमा बसेँ, धेरै लेसहरू हेरेँ। तर मलाई चाहिने चाहिँ 2टा मात्रै मैले भेटाएँ, अरू धेरै मैले भनेको जस्तो सानो सानो लेसहरू चाहिँ भेटाइनँ। एकदम ठुल्ठुलो लेसहरू भेटाएँ। मैले आफूलाई मनपर्ने लेसहरू चाहिँ लिएँ है त्यहाँबाट। उहाँले चाहिँ मलाई ठुल्ठुलो लेस लिएर जानु भन्दै हुनुहुन्थ्यो कि अलिकति। अनि मैले जुन कामको लागि लेस लिएर जानु लाएको थिएँ नि, त्यसमा चाहिँ ठुल्ठुलो लेसहरू चाहिँ अलिक कमै हुन्थ्यो क्या। मैले सानो खाले उहाँसँग मागेँ, उहाँहरूसँग थिएन हैन। अनि पछि उहाँको ओनर आउनुभयो, ओनरले पनि मलाई अलिकति सामान चाहिँ अलिकति हुन्छ नि जबरजस्ती खोजिरहनु भएको थियो भिडाउनलाई। तर अब आफूलाई नचाहिकन किन लिने हैन। अनि मेरो त्यो लेसहरूको चाहिँ काम सक्यो। अनि मलाई पर्दाहरू चाहिएको थियो, वाइट बेसमा पर्दा हैन। अनि मैले चाहिँ त्यसको लागि यहाँ कपडाहरू चुज गरेको थिएँ। यो पसल चाहिँ म पहिल्यैदेखि जे सामान चाहे पनि म कुर्ताको कपडा जे पनि के, कुर्ताको कपडा, साडीको कपडा जे पनि लिनलाई म यही पसल आउँछु, असनमा छ यो। अनि यहाँको दाइले एकदम मजाले मिलाएर, एकदम बुझाएर यसरी गर्नु, तपाईँलाई यस्तो गर्नु यस्तो हुन्छ भनेर एकदम बुझाएर मात्रै दिनुहुन्छ कि, बेच्नुहुन्छ कि मटेरियलहरू। अनि त्यो भएर नि दाइको मलाई एकदमै सजिलो लाग्छ कि सामानहरू लिन आउनलाई। अनि सामानहरू मैले म्याचिङ हुने हिसाबले कपडाहरू पनि लिएँ। अनि वेलभेटको कपडा लिएँ, पर्दाहरू लिएँ डेकोरेसनको लागि हैन। दाइले एकदम मिलाएर राखिदिनु भयो, एकदम राम्रो राम्रो कपडाहरू पनि राखिदिनु भयो। अनि
अनि त्यसपछि सबै सामानहरू प्याक गरेर चाहिँ म चाहिँ लागेँ घरतिर।